दिन प्रतिदिन हाम्रो एक्सिडेन्टहरु भइराछ हैन हामीले खोज्न आएको हो हामी पछि लाएको तर भेटाउन सकेन के भयो सानालाई न बेबी हाई गाइस वेलकम ब्याक टु आवर च्यानल अनि आज चाहिँ अनि आज चाहिँ साथीहरु हामी किन रेडी हुँदैछौं अनि हामी कहाँ जाँदैछौं भन्दाखेरि चाहिँ म तपाईहरुलाई भन्दिन आज चाहिँ तपाईहरुले हामी सँगै जानुपर्ने हुन्छ अनि कहाँ जाँदैछौं भनेर थाहा पाउनको लागि चाहिँ अन्तिमसम्म हेर्नुपर्ने हुन्छ है त साथीहरु सो अब चाहिँ हामीले धेरै रमाइलो गर्नेवाला छौं आजको भ्लगमा सो अन्तिमसम्म हेर्न नभुल्नु होला भन्दै हामी चाहिँ के गर्दैछौं जाँदैछौं साथीहरु कम अन लेट्स गो ओके साथीहरु अब चाहिँ हामी जाँदैछौँ अनि त्यसपछि अब चाहिँ यसरी जानुपर्ने हुन्छ है त साथीहरु अनि यहाँ चाहिँ फोर रहेछ के फोरमा बस्नु भएन नि त त्यही भएर अब चढेर कहाँ जाँदैछौँ चाहिँ तपाईँहरूलाई गएर नै भन्दैछु त्यही भएर त्यसको लागि चाहिँ मैले अगाडि पनि भनिसकेँ अन्तिमसम्म हेर्नुपर्ने हुन्छ है त साथीहरु लेट्स गो यो चाहिँ हाम्रो साना बेबीको स्कुल अनि हामी चाहिँ यता छौँ अनि दुईटी नारीहरू यता हुनुहुन्छ ल साथीहरु अब उहाँहरु दुईजनालाई पनि सवारीमा जोइन गरेर चाहिँ हामी जानुपर्ने हुन्छ है त साथीहरु तपाईहरुले चाहिँ एउटा गीत सुन्नु भएको छ कि छैन हैन जसको नाम चाहिँ बसमा छैन यो मन भन्छ हैन तर आज मेरो सिचुएसन हेरेर चाहिँ चस्मा छैन यो मन भइराछ मलाई सबले हेरिराख्नु भएको छ किनकि मेरो यो भाइरल चस्माले चाहिँ आजको दिन खतरा बनाउँदैछ हैन जति म यताबाट चिनिरहेको छैन त्यति मेरो चस्माले गर्दा चाहिँ फेमस भइरहेछ साथीहरु हाइलाइट आजको यो आजको ब्लग अझै हेर्नु भएन आजको ब्लग चस्मामा आएछ साथीहरु चस्मामा हैन त जाऊ साथीहरु कहाँ जाउँ भन्दाखेरि चाहिँ अब तपाईहरुले गेस गरिसक्नु भयो होला तर तपाईहरुको गेस आज म रङ पनि हुन सक्छ हेर्दै गर्नु होला राइट पनि हुन सक्छ है त थाहा छैन अन्तिमसम्म हेर्नु होला हामीलाई हस्रे उले साथीहरु हेर्नु है एकचोटि टिकटक गर्दा उसलाई यत्रो खर्च गर्नुपर्छ हामीले चाहिँ हामीलाई गाह्रो छ जिन्दगीमा इन्कम भन्दा बेसी खर्च हुन्छ के भन्छ एक्सपेन्डिचर एक्सपेन्सेस आउँछ मलाई सिकाउँछ मलाई साथीहरु नेपाल टप हान्नेमा मान्छेलाई साथीहरु भर्खर चाहिँ हामीले यहाँनिर हिँडिरहेको थियौँ होइन बाइकमा नर्मली आफ्नो बाटोबाट हिँडिराख्दाखेरि एउटा स्पिड आएर गाडीले झन्डै हानेको हामी हाम्रै साइडमा थियौँ कहाँ कता गएको बाटो छ हेर्नु न अब त रोड पुग्छ त यहाँबाट झन्डै मरे यताबाट कता भाग्यो होइन त्यो स्पिडवाला कुन चाहिँ रहेछ कसम यसरी त निर्दोषको चाहिँ यसरी त्यो भइरहेको हुन्छ क्या त्यही भएर एक्सिडेन्ट भइरहन्छ जो राम्रोसँग चलाइरहेको नि उनीहरूलाई चाहिँ अनि त्यो दोषी ठहराइदिन्छ क्या यस्तो खालको चलाउने ड्राइभरहरूले गर्दा स्पिडमा छ त्यसलाई त भेटाउन नि सक्छ लास्ट स्पिडमा आयो अनि यतिले पेलेन कि यस्तरी दादाले यस्तो नमोड्यो भाइ हामी चारैजना जान्छौँ क्या त्यस्तो भएको यस्तो चाहिँ चलाउनु पर्छ है दाजुहरू अब हाम्रो ट्राफिक ड्राइभरहरू जता पनि स्पिड देख्नुहुन्छ रोकिदिनु होला यो चाहिँ एउटा सानो सन्देश छोड्नै मन लाग्यो मलाई चाहिँ यसरी चाहिँ हुँदैन दिन प्रतिदिन हाम्रो एक्सिडेन्टहरु भइराछ हैन यसलाई चाहिँ हामीले कन्ट्रोल गरेनौं भने चाहिँ नेपालमा चाहिँ राम्रो हुनेवाला छैन साथीहरु है ओके साथीहरु जे हुनु भइहाल्यो जे हुन्छ राम्रोको लागि हुन्छ नि अब चाहिँ हामी कहाँ आइसक्यौं त भन्दाखेरि सधैँ जस्तो हाम्रो प्यारो अनि राम्रो लोकेसनमा चाहिँ हामी रेडी सेडी भएर आइसक्यौं साथीहरु यसरी आइम हामी चाहिँ अनि त्यसपछि अब चाहिँ धेरै रमाइलो गर्नुपर्ने हुन्छ साथीहरु धेरै नै रमाइलो गर्नुपर्ने हुन्छ ठाउँ एउटै हो साथीहरु जोस नयाँ छ त्यही भएर अब चाहिँ हामी जानुपर्ने हुन्छ अनि धेरै भन्दा पनि धेरै रमाइलो गर्नुपर्ने हुन्छ लेट्स गो साथीहरु ल है त साथीहरु हामी चाहिँ आइसक्यौं साथीहरु हाम्रो प्यारो अनि राम्रो लोकेसनमा अनि त्यसो चाहिँ हैन यस्तो चाहिँ म चाहिँ खतरा देखिरहेको छु कि साथीहरु मलाई भाइब आइरहेको छ साथीहरु कमेन्ट गरिदिनु पर्यो मेरो लागि भए पनि एउटा कमेन्ट छोड्नु पर्यो त साथीहरु यो हनसँग फुस्किन्छ दिमागै फुस्किन्छ है तिनीहरू हाम्रो ठाउँमा आउनु रहेछ साथीहरु भाइ तिमीलाई म भिडियो बनाएर केस लगाइदिन्छु है आज त के हो एक्सिडेन्ट पछि एक्सिडेन्ट छ कि क्या हो जिन्दगीमा गाह्रो छ त साथीहरु हामी बस्ने ठाउँमा अरू आएर बस्नु जाँदा के अन्त अब आफ्नो घर होइन न हो भन्नलाई गाह्रो पो पर्यो साथीहरु अब हामीले अन्त पनि व्यवस्था गर्नुपर्ने हुन्छ कहिलेकाहीँ कम्प्रोमाइज भन्नु पनि जान्नु पर्यो कि जिन्दगीमा साथीहरु
ल साथीहरू यो चस्मा चाहिँ नखोल्ने निदो गरेँ मैले किनकि यस्तो चर्को घाम छ हेर्न सक्नुहुन्छ राम 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 घाम त्यही भएर हामीले चाहिँ यहाँ बसाइराखिसक्यौँ अलिकति शीतलता ठाउँमा मिलाएर अब चाहिँ हामीले भिडियोजहरू गर्नुपर्ने हुन्छ साथीहरू ओहो पोल्यो नि त है केही छैन माइन्ड नगर्नु होला म चस्मा लगाएँ ल चस्मा नि अरू थिएन र भन्नुहुन्थ्यो होला थिएन 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 के भन्नु त अब थिएन साथीहरू यो बेबीको सासमा बोकेर आयो अहिले काम चलाउनको लागि चाहिँ अनि अब चाहिँ हामी अब भिडियोहरू गर्नुपर्ने हुन्छ हल्का फुल्का भिडियोको लागि सिक्नुपर्ने हुन्छ डान्स किनकि नसिकिआएको छौँ यतिको ट्यालेन्टेड मान्छेहरू ल हाल्दै छोरी हाल फेरि 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 दुखिसक्यो देख्नुहोस् साथी नि नानी चिटर होइन ल अब म बेबीलाई छिराइदिन्छु ल आगर त त्यो मुखको खाऊ नि कसरी छिराउनु नछिराउनु पकाइदिनु तपाईँले मलाई साथीहरू म नहुँदा चाहिँ यी दुइटाले यो खाएर सकाएछ हाम्रो लाग्यो भने ल्याएर एक्लैले खाएछ ल आऊ त यही गीतमा जुनसुकै गीतमा गरौँ तर गर्नु चाहिँ पर्ने हुन्छ साथीहरू हेरेर सक्नुहुन्छ यहाँ अहिलेको जिउँदो बच्चाहरू जिउँदो रे जल्दो बल्दो बच्चाहरू के गरेको यस्तो तिमीहरूलाई भाँडाकुटी पुतली ब्याडमिन्टन खै के बलहरू खेल्नै पाएन भनेर हो यस्तो खेलेको अरे हजुर बेबी नखेल्नुहोस् न सायो धुलो खेल्नु हुँदैन क्या नखेल्नुहोस् न भनेको फिटिक्क मान्दैन साथीहरू कसरी चाहिँ मनाउने होला हो यसो आइडिया दिनु पर्यो ल यता साथीहरू अब यता चाहिँ भिडियोको लागि गीतहरू छानिँदैछ अनि म चाहिँ अब सधैँ जस्तो त्यस्तै त हो सुरु भयो हाम्रो दादालाई चाहिँ बौला रोग लागेछ वाह 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 दिमाग खुस्किएको घोषणा गर्न चाहन्छु के हुनु यस्तो भयो ए भौलाइ गर्दै जाने क्या साथी यो भाइरल स्टेप है हाम्रो भाउजूको वाउ यही एउटा मात्र स्टेप हो 7 वर्षमा मैले मरे सिकाउन सकिनँ कति वर्ष भयो 7 वर्षमा यो सिकाउनै नसकेको स्टेप यही एउटा हो मैले साथीहरू हरिपुजोग हेर्नुहोस् है यहाँनिर यो बेबीको हेलो बेबी के भयो सानालाई अनि सुतेर बसेछ साना बेबी उठ त छ्या हेर्नु त यहाँ साथीहरू उसको नाटक गरेको हो हेलो यस्तो तालमा छ हेर्नु है साथीहरू यस्तो बच्चाहरूको नि एक्टिङ धेरै हुन्छ अनि त्यसपछि अब चाहिँ हामीले भिडियो गर्दैछौँ साथीहरू यस्तो टन्टनापुर घाममा तपाईँहरूले लाइक कमेन्ट सेयर गर्नु नबिर्सिनु होला यहाँनिर चाहिँ आफ्नै चलिरहेछ के चलिरहेछ गलामा हानाहान चलिरहेछ ओके साथीहरू हामीले चाहिँ एकदमै धेरै घाम भएर चाहिँ खासै भिडियो गर्न सकेनौँ तर पनि एउटा दुइटा भने चाहिँ हामीले गरिसक्यौँ अनि हाम्रो सधैँ जस्तो यहाँ चिया टाइम भइरहेको छ खै चिया देखाउनु त हाम्रो दिदीले ल्याएर दिनुभएको होइन चिया अनि यता जुस खाँदैछिन् यहाँ आउ त एकचोटि कति छिटो सकाउँछ भाइ यसले जुस त अनि यस्तै हो साथीहरू घामले गर्दाखेरि चाहिँ न भ्लग्समा इन्ट्रेस्ट न भिडियोमा इन्ट्रेस्ट नै छैन क्या डस्टबिनमा हाल्नुहोस् जानुहोस् अनि अब के अरे फेरि पनि अब मैले चाहिँ भिडियो गरिसकेँ मैले र दादाले अनि अब भाउजूको र दादाको चाहिँ खिच्दिनु बाँकी छ साथीहरू सो वेट एन्ड वाच अन्तिमसम्म हेर्नु होला के हुन्छ है त के गर्ने भन्नाले होइन पहिला यता हुन्छ त चेन्ज गर्ने गर्ने है अनि तेरा रहूंगा ओ मेरे सालो ओके अनि हाम्रो यो पुरै कन्स्टिपेसन भएको गर्नुपर्छ भनेको साथीहरू मरेके जुनी हुने रहेछ नि
टिकटक गरिन बल्ल बल्ल गरेर सकेर एकछिन रेस्ट लिउँ भनेको फेरि क्यामेराम्यानै बनाइदियो साथीहरू फेरि पनि त चुप लाग है घाम यो घामले म त दिक्क बनाइसक्यो साथीहरू मैले भन्न खोजेको के भन्दाखेरि चाहिँ बल्ल 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 भिडियो बनाएँ नाइ भन्दा नि गरायो त्यसपछि ल नि त अब गरिसक्यो रेस्ट पाऊँ भनेको तर्साइदिन यिनी नानीको काहीँ नभएको यिनी नानीको भिडियो बनाइदिनु पर्नेहरू हेर त साथीहरू मरेकै जुनी बनाउने भने आयो अर्को फेरि महापुरुष यी दुईवटा त तर्साउने आउँदा भूतभन्दा कम छैन यार हराइमा डर छैन ए हराइमा के डर यिनी नानीको आफ्नै छन् फेरि के हो तिम्रो पारा परिचय देऊ के हो बहिनी नाम तिम्रो परिचय पाम लो बोल्दिन यार बोल्दिन म ल नाच है साथीहरू नाच गाइज होइन अब हामी चाहिँ त्यहाँ अब भिडियोमै अलिकति भयो नि त डाइभर्ट भयो होइन अनि त्यसपछि बेबी कहाँ गयो खोजे कतै पनि छैन हेर्नु नि साथीहरू कतै पनि बेबी छैन हामी चाहिँ बेबीलाई खोजै भयौँ हामी हल्का भिडियो बनाउने व्यस्ततामा कहाँ गयो उता पुरै खोजेर आइसक्यो साथीहरू म चाहिँ होइन पक्क दिक्क भइसक्यो हेर्नु न कहीँ पनि छैन के यता पनि छैन कहीँ पनि छैन साथीहरू कहाँ यता छरे कता हो कहाँ छ खोइ किन त्यहाँ छिरेको जाँदिनँ म हामी चाहिँ यस्तो होइन कस्तो मनै कस्तो भयो क्या अब बच्चा हरायो हामी अब केयरलेस त नभन्नु हल्का भिडियोमा हल्का व्यस्त भएको बेलामा यहाँ आएर छुपेर बसेछ हो पिट्छु म अब तिमीलाई किन त्यहाँ छिरेको छुच्ची छ हेर्नु नि साथीहरू छुच्ची अब दादाले चाहिँ चरालाई खाना खुवाउन लाग्नु भएको अरे है खाऊ परेवा दाजु खानु नरिसाइकन जानु खाएर जानु खानै खाएर जानु ऊ खाना पनि हाम्रो खै के खाना अरे कफ्यालिदियो ल साथीहरू फेरि यो ठाउँमा नआउने बाचाको साथ म जाँदैछु भक्क दिक्क अनि ठिक्क लागिसक्यो मलाई चाहिँ तपाईँहरूलाई कस्तो लागिरहेको कमेन्ट गर्नु नभुल्नु होला अनि फेरि पनि नयाँ लोकेसनको साथमा आउने नै छु म चाहिँ अहिलेको लागि चाहिँ अब हामी सम्पूर्ण चाहिँ घर सम्पूर्ण अरे मैले हामी चाहिँ अब घर जानुपर्ने हुन्छ साथीहरू अनि यहाँबाट स्टार्ट गरेको भ्लगलाई यहीँबाट इन गर यस्तो गरौँ धुलो रहेछ यस्तो भयो कि साथीहरू अब चाहिँ हामी घर जानुपर्छ होइन घर जाने होइन कस्तो खालको चाहिँ टपिक लिएर आउँदाखेरि चाहिँ वाउ हुन्छ इन्ट्रेस्टिङ हुन्छ यस्तै सधैँ चस्मै लाएर आउँ कि त्यो पनि कमेन्ट गर्नु यस्तै कमेन्टमा सधैँ तपाईँहरूले मन पराउनुहुन्छ भने चाहिँ म एकदमै कोसिस गर्नेछु यो चस्मा नहराउने अनि कस्तो खालको कमेन्ट कस्तो खालको भिडियो मनपर्छ त्यस्तो खालको चाहिँ कमेन्ट गर्नु होला म नयाँ भिडियो नयाँ ठाउँ गएर भ्लग ल्याउने कोसिस गर्छु त्यसको लागि माया चाहिँ दिनुपर्ने हुन्छ साथीहरू अनि त्यसपछि अबको नेक्स्ट टाइम चाहिँ हामी भिडियो अन्तै बनाउने ट्राइमा छौँ भयो भने बनाउँछौँ है नभए भने पनि यहीँको हेर्नु साथीहरू म त खतरा अन्त फेरि ल ठिक छ आजको लागि चाहिँ यस्तै हो के कस्तो भयो कतिको रमाइलो भयो होइन कमेन्ट गर्न नबिर्सिनु होला फेरि पनि नयाँ इन्ट्रेस्टिङ भ्लगको साथ आउने रहेछु साथीहरू तर आजको लागि चाहिँ बाई